फाइनली यस एक्जाम सक्यो नि क्रसलाई रिल्स पठाउने यो बिदामा मेरो क्रसलाई पठाइदिन्छु क्या क्रसलाई रिल्स पठाउने एक्जाम सक्यो थ्याङ्क यू भगवान् मलाई जिन्दगी दिएकोमा थ्याङ्क यू भगवान् एक्जाम सक्यो के हो मम्मी किन यस्तै ड्रामा के होइन छोरा गेम खेल के होइन छोरा रुनु पढेर इन्जिनियर डक्टर के हुन्छ आफ्नो भने गेम मात्रै खेलेर जहिले गेम नखेल भएको भनेर राख्दैन जहिले के खेल्छ मेरो के छोरा जहिले के खेल्छ अनि एक्जाम त भइसक्यो त मम्मी एक्जाम आयो त के भयो काम गर्न त सकिन्छ नि आफू बुढी ढाड दुखी यत्रो पढाल्नु पऱ्यो यो कुकुरको लुगा धुनु पऱ्यो आलु ठुलो कुकुरको लुगा धुनु पऱ्यो यो पनि गेम खेलेर मलाई कसैले सहयोग गर्दैन के हेल्प गरौँ त म के भाडासाडा माथिदिनु त के हेल्प अन्त त गेम आरामले गेम हेल के गर्नु त गेम खेल आरामले गेम हस् के हानेको यो जुत्ता मलाई हान्नु पर्ने त अझै मेरो कुरा नसुन्ने गेम हेरेर बसोस् भनेर आफैले तिम्रो बाउले नि गराउँदा छोराले नि गराउने अब सबैले गराउ मलाई नि गराउने मलाई कुन दिन म मर्छ थाहा हुन्छ नरुनु ल म बहिनी काम लगाउने के काम गरिदिनु के पनि होइन तपाईँहरूको टिर्सको लुगा सुगा धुवाउँदै मात्रै गरेर मेरो खुट्टा दबाइदिनु त्यति छोरा म चाहिँ भुन्डी हेर्न गएँ बाबु ल यति काम गर्दै आफू चाहिँ भुन्डी हेर्न जान्थ्यो अनि मलाई चाहिँ यत्रो काम लगाउने अरू साथीहरू काठमाडौँ पगाएर चाहिँ घुम्न के गर्ने जुत्ता पनि